नमस्ते र स्वागत छ सबैजनालाई। म हिम्मत आज पनि अर्को भिडियो लिएर आइसकेको छु। आज हामी एआई र यसले गर्न सक्ने काम र नसक्ने काम कसरी भ्रमबाट बच्ने कुराहरू सिक्नेछौँ। आउनुस् भिडियोतिर लागौँ। एआईले कसरी काम गर्छ भनेको बुझ्न सजिलो छ। यसलाई टेक्स्टको आधारमा ट्रेन गरिएको हुन्छ पेन, अर्थात् करोडौं किताब, लेख र वेबसाइटबाट। त्यसैले यसले प्याटर्न चिन्छ, अर्को शब्द अनुमान गर्छ र जवाफ दिन्छ। तर याद राख्नुस्, यसलाई साँच्चै बुझाइ छैन। यसले सिकेको प्याटर्नबाट मात्र उत्तर दिन्छ। जस्तै तपाईले नमस्ते भन्नुभयो भने यसले नमस्ते पछि के आउँछ भनेर अनुमान गर्छ, थिंकिङ गरेर होइन, डेटाबाट। यही कारण हो कि कहिलेकाहीँ एआईले गलत जवाफ पनि दिन्छ, किनभने यो प्याटर्नमा निर्भर छ, सत्यमा होइन। त्यसो भए फोटो चाहिँ कसरी बनाउँछ त एआईले? यो पनि उस्तै सिद्धान्तमा काम गर्छ। एआईलाई ट्रेनिङमा करोडौं फोटो देखाइएको थियो र हरेक फोटोसँग लेखिएको थियो यो के हो, रातो बिरालो, हिमालको दृश्य, सूर्यास्त। त्यसैले एआईले सिक्यो नै कुन शब्दसँग कस्तो रङ, कस्तो आकार, कस्तो प्याटर्न हुन्छ भनेर। अब तपाईले प्रम्प्ट दिनुभयो भने यसले ती सबै सिकाइलाई मिलाएर पिक्सल बाइ पिक्सल एउटा नयाँ फोटो बनाउँछ। ठीक त्यसरी नै अब कुरा गरौँ भिडियोको। भिडियो भनेको के हो? सजिलो भाषामा भन्दा पनि एउटा भिडियो भनेको हजारौं फोटोहरू धेरै छिटो देखाइएको हो। 1 सेकेन्डमा 24 वटा फोटो पाए र त्यसैले हाम्रो आँखालाई मुभमेन्ट देखियो। एआईले पनि यही बुझ्यो। पहिले यसले एउटा फ्रेम बनाउन सिक्यो, त्यसपछि सिक्यो एङ्ग यो फ्रेम पछि अर्को फ्रेम कस्तो हुनुपर्छ भनेर। जसरी फ्लिपबुकमा एउटा पानापछि अर्को पाना अलिकति फरक हुन्छ र छिटो पल्टाउँदा मुभमेन्ट देखिन्छ, एआईले पनि त्यसरी नै सयौं फ्रेम्स जोडेर भिडियो बनाउँछ। ट्रेनिङमा यसले करोडौं रियल भिडियोस हेर्यो चाहिँ, मान्छेको हिँडाइ, अनुहारको भाव, प्रकाशको परिवर्तन सबै सिक्यो। अनि अब तपाईले आदेश दिनुभयो भने यसले ती सबै सिकाइबाट एउटा स्मुथ, रियलिस्टिक भिडियो जेनेरेट गर्छ। अब आउनु सबैभन्दा रोचक कुरामा, एआईले बनाएको कन्टेन्ट र रियल कन्टेन्ट कसरी छुट्याउने। यो आजकल साँच्चै गाह्रो भएछ, तर केही तरिकाहरू छन् जसले तपाईलाई मद्दत गर्छ। पहिलो हात र औँलाहरू हेर्नुस्। एआईलाई हात बनाउनु हेर्नुस्। एआईलाई हात बनाउन अझै पनि गाह्रो छ। 6 वटा औँला, बाङ्गो औँला, मिलियन जस्तो हात, यो एआईको सबैभन्दा ठुलो कमजोरी हो। दोस्रो, पृष्ठभूमिको टेक्स्ट हेर्नुस्। एआईले ब्याकग्राउन्डमा लेखिएको अक्षर सही बनाउन सक्दैन। साइनबोर्ड होस् या तेस्रो आँखा र कान मिल्छन् कि मिल्दैनन् हेर्नुस्। एआईको पोर्ट्रेटमा प्राय एउटा आँखा अलि सानो, एउटा कान अलि माथि हुन्छ। र अन्तिम तरिका आफ्नो गट फिलिङ। कुनै कुरा टु पर्फेक्ट लाग्यो भने सोच्नुस् रियल लाइफमा यस्तो हुन्छ र? यदि तपाईले भिडियोमा मेरो दारी ख्याल गर्नुभएको थियो भने अवश्य पनि तपाईले एआईको बारेमा र एआईले बनाउने कन्टेन्ट र ओरिजिनल कन्टेन्ट कसरी छुट्याउने भन्ने बारेमा थाहा पाइसक्नुभयो होला। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आशा गर्छु तपाईले एआईको बारेमा धेरै कुराहरू जानिसक्नुभयो होला। आजको लागि यति नै थियो। अबको पालो भनेको तपाईको हो लाइक, सेयर र सब्स्क्राइब गर्ने। सो अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्मको लागि